हेलो एभ्रिवान, यो रहेको छ सैतलखण्ड गाउँपालिका वार्ड नम्बर 6 घैरुङमा चाहिँ माघे मेलामा चाहिँ गोरु जोताइ प्रतियोगिताको छोटो भिडियो हैन। यति त्यो माघको 1 गते चाहिँ गोरु जुधाउने प्रतियोगिता हुन्छ हैन। यति धेरै मान्छेहरू हुन्छ कि यहाँ आमामामामा यति धेरै हामी त ढले नै हुन्छ कि हैन गाइजहरु। यति धेरै छन् कि मान्छे। अनि अहिले यहाँ उते बानेको कालो गोरु ल ओइ आको खोइ उति छ हैन। एकछिन एजु छ कृपया सबैजनालाई ध्यान दिएर हेर्दिनु होला। मोबाइल हराए रे कसको ए हामी पायो भने त दिन्न के त। यो कालो गोरु हैन। अर्को कुन हो खोइ ओ दिदी मिठा पानी खान मगायो। अब त्यो कालो गोरु र यो पनि कालो सेतो धर्से हैज हैन। अब यिनीहरू फाइट गर्दैछ गाइज, फाइट। ग्राउन्डमा गएर हग्यो नि त। शुभ जना हो कि त। हान्ने ओइ खैरे हान्ने कालोलाई। ओइ खैरे कालोलाई हान्ने। हान्ने खैरे हान्ने। ओइ खैरे कालेलाई हान्ने। बोलेर हो के धेरै बोलेर जुत देल्ने हो। धेरै नबोलेर गाइस यहाँ भिडियो बनाउने चाहिँ चरा पनि उडिरहेको छ माथि। ओइ चरा कता पुग्यो? चरा कहाँ पुग्यो? दिनै रहेछ। अबि यो गोरु जुत्न मानिरहेको छैन हैन, तर जबरजस्ती जुधाउन खोजिरहेको छ। अघिनको चाहिँ खतरा जुधे थियो, त्यसको चाहिँ मैले भिडियो बनाउनु भएन, त्यसको लागि सो सरी। परिचय गर्दै हो के नाम मखैरे नाम हो तले जोडिन हो जातो भने जबरजस्ती पो जुधाउनला लुलु गर्दा पुग्छ। यस्तो धनी अल्टा मजाम यहाँ भिडियो बनाएको कि मैले। गाइसहरू अब कुन चाहिँले जित्छ। यहाँ धमाकादार जोदिराख्नु भएको छ गोरु महानुभावहरू। कुनले जित्नुहुन्छ? सबैजनाले हेर्दै गर्नुहोस् होला। ओहो ल हान्यो धुलै बङ उडायो। के भइरहेको त हान्यो त्यहाँ भागेर मसेको मान्छे माथि उक्लिएर चाहिँ सबैजना हेरिराख्नु होला होइन कुनले जित्छ भनेर। एकदम हौसलाको साथ इनर्जी बढाएर आफू भने म भने उटिङ लाउँदा एकदम थकै लागिसकेको छ मलाई। सबैजनाले एकदम इनर्जीको साथ हेर्न सक्नुहुन्छ। कसलाई हान्ने? है हामीलाई त हान्दैन, आइपुग्दैन हामीसँग त। मैदानको गेटबाट कसैलाई पनि यता भित्र छिर्न नदिनुमा हार्दिक अनुरोध गर्दछु। सुरक्षाकर्मी धमाकेदार गोरु जुधाइ प्रतियोगिता हुँदैछ। अहिलेको त एकदम छोटो लडिरहेको थियो होइन, एकदम धेरै टाइम होइन। यिनीहरूको पुरानो दुश्मनी रहेछ सायद, हामी बुझ्न सक्छौँ होइन। एकदम पहिलेदेखिको दुश्मनी रहेछ यिनीहरूको, जरैदेखिको। ल निकाल बाबुबाजेदेखिको दुश्मनी तिमीहरूको। सिलिटरियनमा दिएन होला खोइ त मुला सात नम्बरसँग फुटेर जानु नम्बर देखिन देख्यो गाइजहरू। यिनीहरूले कुरा गर्दैछ कि ओइ तैँले हामीलाई यस्तो किन दुश्मनी बनाएछ भनेर कुरा गरिरह होइन, गफ गरिरह होइन। ओहो गफ गर्दैछ कि तिनीहरू सहमतिमा आम कि भन्नु जस्तो कुरा पनि गरे होला होइन। अब कतिसम्म जुत्छ यिनीहरू पुरा होइन। यिनीहरूले पुरा पुरानो दुश्मनी निकाली जुधिरहेको छ कि।
एकदम पुरानो दुश्मनी रहेछ यिनीहरूको चाहिँ है हामीले चाहिँ त्यही भनेर बुद्ध भए अहिलेसम्म त एकदम मिलेर गफ गरे जस्तो नि थियो अहिले यसरी लड्दै हुनुभएको उहाँहरू उहाँ गुरुलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु खानु नम्ना नम्ना एकछिन है दोस्रो गोरु जुत्दै हुनेछ गाउँबहादुर थापा मास्की पैताखन गाउँपालिका क्षेत्रमा ज्ञानेश्वरको कालो गोरु बस्छ गाउँपालिका छ भटियाको रातो गोरु तपाईँको एकदम धेरै टाइम भइसक्यो यिनीहरू अझै पनि जुधिरहेका छन् एकदम 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 हाने 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 ज्वालामुखी गाउँपालिका छ धारीको कालो गोरु गोर्खा सहित लखन गाउँपालिकामा कार्यक्रम भइरहेको छ गोरु उता धादिङबाट पनि लिएर आइरहेको छ एकदम रोमाञ्चक गोरु जुधाइ प्रतियोगिता हुँदैछ यहाँ यिनीहरूको एकदम पुरानो दुश्मनी निकालिरहेको छ कालो धादिङको अर्को गोर्खा धादिङ र गोर्खा बीच भिडन्ता एकदम धमाकेदार पैसा दिन्छ के सबैलाई फेरि दिन्छ ड्याग मारेकोलाई हार्नेले नि पाउँछ नि पाउनु त 10,000 पाइदिनु भयो 5,000 पाइदिनु तर यस्तै जुध हो नि त्यो प्राइस त कम नै है कति दिन्छ 15,000 र 10 कति हुन्छ फर्स्टलाई 15 है गाइस योले एकदम लामो टाइम लिइरहेको छ दिक्क नमानिकन भिडियो हेरिदिनु होला एकपल्ट म यता दर्शकहरूलाई पनि देखाउन चाहे के हो नि कान्छी तिमीले फेरि जुधाउँछ क्या अहिले अहिले जुधि राखेको गुरु भूमिका पञ्च गण्डकी गाउँपालिका 2 सिमलेको आलीगाली गोरु बस्नेस सन्तोष नानकोटी ज्वालामुखी गाउँपालिका धादिङको कालो गोरु बीच दादिङ र गोर्खा बीच धमाकेदार फाइट चलिरहेको छ यहाँ वीर गोर्खालीको इज्जत राख्नुपर्छ गोर्खा 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 देखाएकै छैन रातो गोरु बीच हुनेछ र तपाईँको गोरु पनि तयारी अवस्थामा राखिदिनु होला अब तेराजु पऱ्यो धेरै गफ नगरे आउनु तिमीहरू यहाँ माथि हटेको के अनि साउराजु त कुन रहेछ त्यसो गुरु आउँदै खाइदिनु अहिले ल्याउँछ नि यसको पछि भिडियो गर्ने मान्छे भिडियो गरेर थाकिसक्यो तर गोरुहरू जुधेर थाक्नु भएको छैन रेस्पेक्ट गर्नुपर्छ कि एकदम उहाँहरूलाई हेर्ने यति धेरै मान्छेहरू आउनु भएको छ अनि त हामीलाई हेर्नु थोडी न हो घटकलाई है गुल्टी गर्ने मान्छेहरूलाई तर अन्त झन् कति धेरै प्राइसमा हुन्छ नि अन्नपूर्ण होटेलका सञ्चालक आदरणीय पुनः श्रेष्ठजीबाट हामीलाई 3,000 सहयोग गर्नुभएको छ यसै गरी गोर्खा 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 हो क्या सुनबहादुर श्रेष्ठ गण्डकी गाउँपालिका फुजेलबाट रु 505 यसै गरी सुनबहादुर श्रेष्ठ गण्डकी गाउँपालिका फुजेलबाट रु 1,000 क्रममा गोर्खा जिल्ला वैश्य कुसाद सम्पूर्ण भाइको साथीहरू गोरु बुझिराखेको छ यस स्टेजमा रहेको एकदम धेरै टाइम भइसक्यो होइन यो गोरुहरूको अहिले पनि फाइट सकेको छैन यिनीहरूको पुरानो दुश्मन एकदम निकालिरहेको छ गाउँपालिका गोरु पिछेद्वारा आयोजित यस माघे सङ्क्रान्ति मेला कार्यक्रम गोरु जुधेको छ 12औं संरक्षण हिमालय देवीका पुरुष पूर्व प्रतियोगिता 2022 सफल पार्न जाने निमित्त हामीलाई युद्ध पुरस्कारको स्पोन्सर एलसीवासी कोरिया र एलसीवासी
युएसबाट हामीलाई सो स्थापना जुदा जसमा इसिक्लापमा एलटिओसी कोरियामा गर्नुभएका सदस्यहरू प्रितम गुरुङ र मनोज गुरुङ साथै बस्न है एकछिन। हामीहरू ओइ गएको यो गोर्खा गोर्खा गोर्खाले जित्यो होइन त कालो धादिङको हो ए फाइनलमा चाहिँ होइन गोरुहरू चाहिँ ग्राउन्ड छोडेर बाहिर गएर चाहिँ उनीहरूको फाइनल भएको छ कालोले जित्यो होइन कालोले जितेको छ कालो गोर्खालाई धादिङले जित्यो गाइजहरू धादिङले जित्यो है धादिङले कालोले जित्यो कालोले बाहिर गएर जित्यो बाहिर ल यति नै